सो उहाँले चाहिँ के भन्नुभएको छ नि यो टुलमा के गर्ने आफैले बनाउने हो कि कस्तो भन्नुभएको छ। यो वेबसाइटमा चाहिँ धेरैवटा पार्टहरू छ है। अब कुण्डली भनेर लेखेको फर्स्ट अप्सन छ, त्यो अप्सनमा जानु भने चाहिँ डाइनामिकल्ली एउटा सर्कुलर कुण्डली भन्छ होइन, त्यो चाहिँ अलिकति एडभान्स फर्ममा छ, त्यो सबैलाई त्यति धेरै युजफुल नहोला होइन, त्यो ज्योतिषलाई मात्रै हेर्नलाई अलिकति फेभरेबल छ। तर मेरो लङ टर्म प्लान भनेको चाहिँ यस्तै विभिन्न खालको कुण्डलीहरू बनाउने जुन चाहिँ एउटा नर्मल अरू वेबसाइटले बनाउनु नसक्ने भन्दा डिफ्रेन्ट बनाउने, जसमा चाहिँ एकैचोटि ज्योतिषले धेरै इन्फर्मेसन पाओस् भन्ने हो, तर एज अ इन्ड युजर पनि एउटा लर्निङ प्लेटफर्म पनि होस् भन्ने हो। सो उहाँले सोध्नुभएको क्वेसन चाहिँ के छ भने अबको वेबसाइट जब अपडेट आउँछ सायद एक दुई दिनमा, त्यसमा चाहिँ के हुन्छ मल्टिपल प्लानेट्सहरूलाई पनि ड्र्याग एन्ड ड्रप गर्नु मिल्छ, आफैले ड्रप गरेर राख्नु मिल्छ। ड्रप राखेपछि त्यो कम्बिनेसनमा कस्तो खालको चाहिँ सिचुएसन हुन्छ, सूर्य फर्स्ट हाउसमा भयो भनेर तपाईँले कुनै पनि वेबसाइटमा लेखेको आर्टिकल पढ्नु पाउनुहुन्छ, तर सूर्यलाई आफैले के गर्नु पाउनुहुन्न त ड्र्याग एन्ड ड्रप गरेर फर्स्ट हाउसमा लगेर राखिदिने, फर्स्ट हाउस कुन हो भनेर हेर्ने, त्यस्तो खालको चाहिँ पाउनुहुन्न क्या। सो द डिफ्रेन्स बिट्विन अदर वेबसाइट र मेरो वेबसाइट चाहिँ के हो भने आइएम टार्गेटिङ मोर टुवर्ड युजर्स, युजरलाई चाहिँ सिकाउनु पऱ्यो, जान्नु पऱ्यो भने उसले बिस्तारै बिस्तारै वेबसाइट चलाउँदै गएर ट्युटोरियल थ्रुबाट सिक्दै जान्छ, न कि एउटा लेसन्स हुन्छ फर्स्ट हाउस भनेको यो सेकेन्ड हाउस भनेको यो। त्यो चाहिँ मेरो ब्लगमा छँदैछ, सबै चिज तपाईँले त्यो ब्लगमा गएर हेर्नु भने सबै चिज भेट्नुहुन्छ होइन, ब्लगमा त पाइहाल्यो, पढ्न पाइयो, तर त्यो ब्लगभित्र पनि इन्टरेक्टिभ इलिमेन्ट्सहरू आउँदै जान्छ। त्यो अहिले आइसकेको छैन होइन, अनाउन्समेन्ट नगरे पनि हुन्थ्यो, तर इन अ वे सेन्स चाहिँ यो डिरेक्सन मात्रै हो क्या। अब चाहिँ मेरो एस्ट्रोभिजन भन्ने वेबसाइट चाहिँ कसरी जान्छ त भन्दाखेरि एउटा प्लेटफर्म जहाँ चाहिँ तपाईँले फर्स्ट हाउस भनेको के हो र कस्तो हुन्छ र मेरो फर्स्ट हाउसमा सूर्य हुँदा के हुन्छ त्यही नै इन्टरेक्टिभ वेमा चाहिँ लर्न गर्न सक्नुहुन्छ, इन्टरेक्सन होस् भन्ने मात्रै मेरो चाहना हो। सो किप वाचिङ दिस वेबसाइट, अब केही न केही अपडेट्सहरू आइरहन्छ र अब मेबी मेरो सेकेन्ड राउन्ड अफ फोकस चाहिँ मोबाइल एपमा हुन्छ, किनभने यो चाहिँ अलिकति मोबाइल फ्रेन्डली छैन, वेबसाइट डेस्कटपको लागि मात्रै डिजाइन गरिरहेको छ, यसको रिजोल्युसनहरू सबै चिज चाहिँ एकदम ठुलो स्क्रिनहरूको लागि मात्रै फिजिबल छ अहिलेको लागि। अब मेरो डिजाइन फिलोसफी चाहिँ कस्तो हुन्छ भने मोबाइल फर्स्ट हुन्छ र मोबाइलको चिज त ठुलो स्क्रिनमा यतिकै पनि देखिहालिन्छ, ठुलो कुरो भएन। सो अबको फोकस भनेको चाहिँ मोबाइल है।